गाइस के छ हाल खबर गाइस म चाहिँ अब ड्रोन शट हान्न जाँदैछु हैन। आज चाहिँ मैले एयर टु एस DJI को एयर टु एस उडाउन जाँदैछु। अनि के कस्तो हुन्छ हजुरहरूलाई चाहिँ म अपडेट दिन्छु है। अपडेट भन्नाले आई विल टिच यु। लेट्स सी लोकेसन हैन। लोकेसन अब यता पनि छ, यसरी गरौँ न। लोकेसन चाहिँ अलि राम्रो हेर्नुपर्छ किनभने हावा पनि चलिरहेको छ हैन। सो आई थिंक यो पहाडमा सायद रोड छ जस्तो लाग्यो है। लेट्स चेक है, यता जाने कि यता जाने भन्ने भएर चाहिँ लेट्स चेक। ल गाइज मैले चाहिँ यता चुज गरेँ हैन। त्यो माथि छ नि डाँडा हो, त्यहाँ चुज गरेँ। अब जाँदैछु। अनि गएर चाहिँ मैले के गर्न लाग्यो भने हजुरहरूलाई चाहिँ अब ब्याट्री कसरी जोइन गर्ने हैन, अनि तपाईको कसरी चेक गर्ने, एयर टु एसहरू कसरी उडाउने भनेर चाहिँ म सिकाउँदैछु हैन। अनि यसको विन्डमा कतिको अहिले हावा चाहिँ खतरा चलेको छ क्या। अनि विन्डमा कतिको स्टेबल हुन्छ भनेर चाहिँ म तपाईहरुलाई देखाउन जाँदैछु। ओके गाइज लेट्स चेक। कस्तो बाटो हेर्नुस्, गाउँतिर खेत छ, खेत पुरै खेत हो यो। यो चाहिँ नियर काठमाडौँ नै भनौँ न, नियर काठमाडौँ है। ल यो बाटो अब यो डाँडा चढ्छु म गाइज। लेट्स चेक। रनिङ हान्दिउँ न, रनिङ हैन। ल फेरि आइ निस्किँदैन फेरि दिमाग खराब हुन्छ नि फेरि। कताबाट खै होइन, मान्छे नै आउँदैन क्या यार यो ठाउँमा त। खुड्किलो चाहिँ छ होइन। लेट्स रन ब्रो। उकालोमा रन गरेको राम्रो हो रहेछ बाटो रहेछ। म चाहिँ रनिङ गर्दैछु गाइज। यसले चाहिँ थाइहरू खतरा बनाउँछ। यस्तो छ बाटो। म यसरी जाँदैछु। ल अब चाहिँ टपमा पुग्न आँटेँ म गाइज। ल पुग्न आँटेँ, पुग्न। ल पुगिहालेँ। ल यस्तो दामी रहेछ ठाउँ। यहाँ खै को सुतिरहेछ बिचरा। ए फोहोर रहेछ यार यस्तो ठाउँमा। मान्छे अलिकति सफा गर्नु नि यार। यस्तो राम्रो ठाउँमा हेर। चेक। म चाहिँ यहाँ बस्छु है। सेटअप चाहिँ होइन गाइज, अब तपाईँहरूलाई कसरी सेटअप गर्ने म सिकाउँदैछु होइन। सेटअप चाहिँ यस्तो है। यो भयो, यो आरसी भयो, यो ब्याट्री भयो, यो चाहियो मोबाइल चाहियो, अनि यो चाहियो है केबल। अब यसलाई ओपन गर्ने लाइक फर्क नै हुँदैन। यो ओपन गर्न त सिकाउनु पर्दैन होला। यो ओपन गर्दैछु र यो चाहिँ तलबाट हुन्छ है। तलबाट यसरी गर्नुपर्छ है। यो पनि तलबाट है। ए अब यो खोल्न चाहिँ तपाईँलाई यस्तो हात चाहिँ कामीको जस्तै छ होइन, माइन्ड नगर्नु होला। अनि यो यस्तो गर्ने, यसलाई यो छ नि यो पोइन्ट र यो पोइन्ट हुनु पऱ्यो है एयर टु को। अब यहाँ लक भएन, प्रेस गरेपछि यो गरेपछि यो बटन खोल्यो भने खुल्छ। अनि यो लक भयो है। लक भएपछि अब यहाँ राख्छु म होइन। यहाँ राखेपछि के गर्ने, डबल क्लिक, वान लङ प्रेस है। ए अब सुरु भयो है यो। अब यो पनि वान लङ प्रेस। अन्त यसको आरसी रिमोट चाहिँ यहाँ हुन्छ है। रिमोट यहाँ हुन्छ है। अब म देखाउँछु कसरी है। यहाँ हेर्नु यो यस्तो भएन। अब मैले यो निकालेँ, यो आरसी को बटन निकालेँ। यहाँ तल हुन्छ होइन, यो तल हुन्छ। अब यो छ नि यो यहाँनिर चाहिँ क्रस गर्ने यसरी है। अब यहाँनिर लक गर्ने है। अब तपाईँको यहाँनिर यो आरसी राख्ने ठाउँमा है
यो चाहिँ प्रेस गर्नुपर्छ है। यो चाहिँ तपाईँको यो आरसी राख्नु थमी है, यो प्रेस गरेँ होइन। अब मेरो केबल जोड्नु पऱ्यो। यो त टाइप सी छ, आइफोनको चाहिँ सुटै टाइप सी र उ गर्नुपर्छ है आइफोनको। यो निकालेँ होइन, यो पनि निकालेँ ल है। अब यो पोइन्ट हुन्छ नि, यो टाइप सी को राइट साइडमा है, राइट साइडमा हाल्नु होला यहाँ ल, प्याक गरेँ होइन। अब यो आफ्नो आइफोनको DJI एप्स भन्ने हुन्छ है, DJI एप्स। अब यो भयो होइन। अब यो हेर्नु 1 म त झन्डै भन्दिनँ, यो DJI फ्लाइ एप भयो होइन। यो खुल्यो नि DJI फ्लाइ एप। अब यहाँ प्रेस गर्ने होइन। अब यो रेस्ट्रिक्टेड एरिया के भन्ना छ, स्टार्ट प्ली फ्लाइ चेक होइन। अब स्टार्टरहरू हेरेर दुनियाँ दिन्छ। यो चाहिँ GPS हुन्छ है, यो छ नि यो वाइटमा यहाँनिर GPS हुन्छ, यहाँ रेड उ देखाइरहेको छ होइन। अब यहाँनिर म गिम्बल क्यालिब्रेसन गर्छु है। अब यहाँनिर यो चाहिँ बाइपास गर्नु पऱ्यो होइन, यो ब्रेक गर्नु पऱ्यो, अनि यो अपस्ट्यान्ड गर्ने एङ्गलमा ब्रेक गर्नु पऱ्यो, अनि कन्ट्रोलमा चाहिँ यो गिम्बल क्यालिब्रेसन गर्नुपर्छ है। ए अटो भयो होइन। अब यहाँ हेर्नु है, एक ठाउँमा यो गिम्बल क्यालिब्रेसन गऱ्यो भने तपाईँको झिर आउँदैन क्या। अब यसको तपाईँलाई रेन्जहरू उ गर्ने चाहिँ सबै सिकाउनु है। अब यहाँ ओके भयो होइन, यो फेरि आयो वेट। अब फेरि यो यहाँ राख्ने है गाइज, यो चाहिँ टक्क यहाँ चराचुरुङ्गीसँग चाहिँ बच्नु पर्यो। अब यसलाई मैले एकदम राम्रो जग्गा, राम्रो ब्यागमा उडाउनु पर्यो होइन। खै यो चाहिँ हराउला फेरि ल। अब हेर्नु है, काहीँ छुनु भएन, ठिक भएन। अब यो डबल क्लिक हेर्नु है, यो डबल क्लिक यो छ नि, यो छोएपछि तल थिच्नुपर्छ। यहाँ हेर्नु है, यो डबल क्लिक यो भएन, ए के भयो, डबल क्लिक भएन। अब यो तल गऱ्यो भने मर्छ, देख्नुभयो नि। अब डबल क्लिक, अब मैले टेकअप गरेँ है। स्ट्याब्लिस नै हेर्ने, स्टेबल हेर्ने, स्टेबल हेर्नु, देख्नुभयो नि। विन्ड हेर्नु कस्तो छ विन्ड, तर यसको लेभल हेर्नु है। यी गाइज यसको भिजुअल चाहिँ यस्तो आउँछ होइन। अहिले यहाँ छ मेरो ब्रदर होइन। अब चाहिँ सक्यो है गाइज ल। अब यसलाई सिधा ल्याउने अनि त्यही सेम हो ल्यान्डिङ गर्दाखेरि है। ल्यान्डिङ गर्दा कस्तो हुन्छ भने हेर्नु है, म देखाउँछु। अब ल्यान्डिङ गर्दा होइन कस्तो हुन्छ भने हेर्नु, अब यसरी होइन